दिदी मोमो छ कि छैन मोमो ओ So hello and namaste, welcome and welcome back to my channel. आज चाहिँ हामी बनाउँदैछौँ सानो सानो ब्लग अनि यतातिर चाहिँ मेरो छोरो छ अनि हामी चाहिँ खाना खाएर सुतिसक्यो खाना खाएर भन्दा पनि यतिकै सुतिरहेको थियौँ अनि मेरो छोरोले भन्यो कि हैन खाना नखाने के चाउचाउ सोचो बनाएर खाने भनेर भन्यो नि त अनि त्यही भएर हामी चाहिँ मोमो लिनको लागि भनेर पुलतिर गएको अनि चाउचाउ पनि लिएर आउने भनेर गाइजहरु हामी चाहिँ पुलतिर लाग्यो हैन अनि यहाँनिर चाहिँ मेरो छोरो पनि छ अब पुलमा जाने मोमो लिनको लागि अनि यो चाहिँ पुल हो विष्णुपादुका जाने पुल हैन अनि यहाँबाट चाहिँ साँझको 7 बजिसकेको अवस्था छ क्या अहिले चाहिँ अनि यहाँबाट चाहिँ यहाँ चाहिँ यति धेरै मान्छेहरू आउनुहुन्छ कि अब खानको लागि भनेर पसल पनि छ क्या पसल मतलब यस्तो सेलरोटीहरू पाउने के गर्ने पसलहरू पनि राख्नुहुन्छ क्या सानो आउन त सेलरोटीहरू आफूलाई मन परेको खाजाहरू सबै पाउँछ क्या यहाँनिर चाहिँ यो चाहिँ पुल हो गाइज यो चाहिँ विष्णुपादुकातिर मासतिर जान्छ सानो आऊ न छिटो त्यो चाहिँ मेरो छोरा हो मोमो छैन अरू कुराहरू मात्रै छ मोमो चाहिँ हेर्नु साथीहरू यहाँनिर आलुचप प्याजहरू सबै पाउँछ क्या होइन चुप लाग न एकछिन दिदी मोमो छ कि छैन मोमो ओहो देख्यो ल आऊ सानो यहाँ सोध्नु पर्यो यहाँनिर सेलरोटी पनि पाउँछ है साथीहरू माथि त राति भइसक्यो मोमो छ दिदी कस्तो मोमो नै छैन रहेछ देख्यो ऊ माथि त भूतले खान्छ अब राति भइसकिसक्यो जाम यतै ऊ त चाउचाउ लिन जानुपर्छ आऊ न मोमो नै छैन अरे बुलै जलेछ क्या हाम्रो त साथीहरू यहाँ माथिको हेर्नु न बत्ती नै बोल्दैन यार ए लाइन त होइन हौ यता किचनको चाहिँ बल्छ यतापट्टिको चाहिँ बाहिरको पनि बल्दैन है यस्तो होला बुल जलेको त होला नि यो त होइन हे प्रभु यता बाहिर पनि बल्दैन सो हेलो गाइज सो हेलो एन्ड नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई भिडियो आज चाहिँ हामी बनाउँदैछौँ भिडियो सो हेलो एन्ड नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल आज चाहिँ हामी बनाउँदैछौँ सानो सानो ब्लग अनि यतातिर चाहिँ मेरो छोरो छ अनि हामी चाहिँ खाना खाएर सुतिसक्यो खाना खाएर भन्दा पनि यतिकै सुतिरहेको थियौँ अनि मेरो छोरोले भन्यो कि हैन खाना नखाने के चाउचाउ सोचो बनाएर खाने भनेर भन्यो नि त अनि त्यही भएर हामी चाहिँ मोमो लिनको लागि भनेर पुलतिर गएको अनि चाउचाउ पनि लिएर आउने भनेर अनि गाइजहरु हामी चाहिँ जान लाग्छौँ अब हेर्दै गर्नु होला यस्तो कालो न कालो आउँदो रहेछ हौ यार सानो यताउता पनि सो गाइजहरु हामी चाहिँ पुलतिर लाग्यो होइन अनि यहाँनिर चाहिँ मेरो छोरो पनि छ अब पुलमा जाने मोमो लिनको लागि अनि यो चाहिँ पुल हो विष्णुपादुका जाने पुल होइन अनि यहाँबाट चाहिँ साँझको 7 बजिसकेको अवस्था छ क्या अहिले चाहिँ अनि यहाँबाट चाहिँ यहाँ चाहिँ यति धेरै मान्छेहरू आउनुहुन्छ कि अब खानको लागि भनेर अनि त्यस पछाडि पसल पनि छ क्या पसल मतलब यस्तो सेलरोटीहरू पाउने के गर्ने पसलहरू पनि राख्नुहुन्छ क्या सानो आउन त सेलरोटीहरू आफूलाई मन परेको खाजाहरू सबै पाउँछ क्या यहाँनिर चाहिँ यो चाहिँ पुल हो गाइज यो चाहिँ विष्णुपादुकातिर मासतिर जान्छ सानो आऊ न छिटो त्यो चाहिँ मेरो छोरा हो आऊ के छिटो ओइ ढिलो भइसक्यो
अनि साथीहरू दिउँसो पानी पऱ्यो भने त यो खोला कति धेरै ठुलो हुन्छ क्या यो चाहिँ यस्तो धेरै ठुलो हुन्छ कि आमामा सिधै जानुपर्ने हुन्छ गाइज म चाहिँ मोमो मात्रै लिन भनेर हिँडेको हो कि मसँग चाहिँ यति पैसा छ गाइजहरू कस्तो राम्रो क्यामेरा आउँदो रहेछ हो यसले त सानो राति चाहिँ क्या साथीहरू यहाँनिर कति धेरै मान्छेहरू भेला हुन्छन् कि अनि के भन्छ हावा खाने मान्छेहरू आइराखेको हुन्छन् अनि सबै भ्लग बनाउने भिडियो बनाउनेतिर मात्रै आउँछन् क्या यहाँनिर चाहिँ यस्तो धेरै रमाइलो हुन्छ कि राति आउनु पनि डर लाग्छ कि मान्छेहरू कति धेरै बसिराखेको हुन्छ नि त त्यही भएर यता पनि हेर्न सक्नुहुन्छ हाम्रो घर चाहिँ यहाँबाट उता जानुपर्ने हुन्छ उता पर अनि यहाँ चाहिँ दोकानहरू छ हजुरहरूलाई कतिलाई थाहा पनि होला क्या यहाँनिर कतिजना आउनुभएको छ भने कमेन्टमा भन्नु होला साथीहरू आउनुहुनेहरूले चाहिँ कमेन्टमा भन्नु होला यो ठाउँमा आइपुग्नु भएको साथीहरूले चाहिँ भन्नु सक्नुहुन्छ है कमेन्ट्समा तर मोमो छैन जस्तो छ सानो त्यो दिदीको पसलै रहेन रहेछ नि त नि ला सानो मोमो छैन देख्यौ त्यो दिदीको पसलै छैन त्यो मोमो पाउने दिदीको पसलै खुलेको छैन अनि साथीहरू हामी चाहिँ मोमो लिन आएको खासमा होइन तर मोमो नै छैन जस्तो छ क्या अब यहाँनिर मोमो त छैन क्या सानो साँच्ची मोमो छैन देख्यौ अरूहरू मात्रै छ हेर्नु साथीहरू यहाँनिर आलुचप प्याजहरू सबै पाउँछ क्या होइन चुप लाग्यो एकछिन दिदी मोमो छ कि छैन मोमो ओहो देख्यौ ल आऊ सानो यहाँ सोध्नु पर्यो यहाँनिर सेलरोटी पनि पाउँछ है साथीहरू माथि त राति भइसक्यो मोमो छ दिदी कस्तो मोमो नै छैन रहेछ देख्यो ऊ माथि त भूतले खान्छ अब राति भइसकिसक्यो जाम यतै ऊ त चाउचाउ लिन जानुपर्छ आऊ न मोमो नै छैन अरे साथीहरू अब मोमो पाएन क्या होइन अनि त्यही भएर म उयो लिन आएको के भन्छ हजुर त्यस्तो त नखाने बाबा जेपिटी चस्मा लगाइरहेको थियो मेरो छोराले हेर्नु त्यो छोराकै चस्मा होला नि त अनि करेन्ट चाउचाउ लगेर खानु पर्यो भनेर चाहिँ लिन आएको के म चाहिँ होइन अनि मोमो लिन गएको थिएँ मोमो चाहिँ पाएन के अनि मेरो छोरालाई माम पकाएर खाऊँ न भनेर भनेको खानै मानेन क्या करेन्ट चाउचाउ बढ धेरै मन पराउँछ नि त त्यही भएर अब करेन्ट चाउचाउ लगिदिने अनि बनाएर खुवाइदिने सो साथीहरू अब चाहिँ म यहाँ दोकानमा आएको छु के लिएर जान्छु अहिले म भिडियो बनाइहाल्छु करेन्ट चाउचाउको होइन गाइजहरू ए छोरो त यस्तै हो कहिले यो चस्मा साथीहरू कहिले छोड्दैन यसले कहिले पनि छोड्दैन यत्तिकै हो जहिले पनि त्यसको बाजेलाई के गरेको के भयो चाहिँ के खासमा किन यस्तो अनुहार पुऱ्याइदियो नि राति उदय यो चस्मा चाहिँ किन लगाएको दिवस राति कस्तो धेरै पो देख्छ त डर छ है के किन लगाएको यो चस्मा चाहिँ मेचिमटी काट्यो ला मेचिमटी नै पुऱ्याइदियो यो गाइजहरूले त खराब भएछ अनि के भन्छ कालो चस्मा नदेखेर मेचिमटी पुऱ्याइदियो के दिनु भने कालो चस्मा लाएर नदेखेर मेचिमटी पुऱ्याइदियो बाबा हल्ला नगर ल उयो के छ चाउचाउ करेन्ट छ कि टुपियाम छ कि के छ हामी डेली कस्टमर हो बिहान एकचोटि दिउँसो एकचोटि राति एकचोटि नआइए हामी चित्त बुझ्दैन सो त्यस्तै छ साथीहरू अब के गर्नु होइन नजिकको पसल अब त आउनु पर्यो होइन छन् त अरू पनि पसलहरू त छन् तर हामी जाँदैनौँ यहीँ आउँछौँ अनि बिहान आएको थिएँ म रिचार्ज लिनलाई होइन तपाईँको दोकान बन्द थियो आज चाहियो नि त अलिकति एनर्जी बिहानै खाएको त्यत्रो अन्डा लगेर अनि दिनमा 2-3 सयको अन्डा खायो भने साथीहरू हालत के हुन्छ भन्नुहोस् त मम्मी थोरै खाने लगेर पकाउने टक्कै अनि भिडियो बनाउने लाइफमा बस्दै खानु 100को 140 होइन 140 होइन 100को मात्रै दिनु 100को भएछ ठक्कै 5वटा अन्डा लगेर बिहान 5वटा अहिले 5वटा दिनको 10वटा अन्डा खायो भने त ओ माई गॉड
त्यत्रो ज्यानको मासु 210 दिइहाल्नु। छोरोले चस्मा लगाएको हेर्नु मलाई खुवाइदियो सानो एउटा कस्तो कस्तो हो एकदम दामी छ नि। फेरि आमा छोराले चिसो चाहिँ सो अब मैले सबै कुरो सामानहरू लिएर आइसकेँ। अब मैले चाहिँ बनाउनु पर्ने हुन्छ होइन। खोइ भोल्टेज नभएर हो के भएर हो साथीहरू, लाइन पनि गयो होइन। अनि हामी चाहिँ यत्तिकै बसिरहेको छौँ। अनि वायरिङै बनाउनु पर्ने हो कि त्यो पुरै लिएर होइन। अब टस पनि छैन केही पनि छैन, गाह्रो पऱ्यो साथीहरू, हामीलाई पो गाह्रो पऱ्यो। त्यहाँ किन खोलेको नखोला न। अब हामी चाहिँ भिडियो बनाउने भनेर सोचिराखेको थियौँ कि होइन। अब लाइन पनि गयो, अब के गर्ने बनाउने होइन साथीहरू। अनि थाहा नै छैन हौ अब त के गर्ने भनेर। भोल्टेज नभएर चाहिँ गएको जस्तो लाग्यो हो सानो मलाई त्यो लाइन। भोल्टेज भएन भने पनि उयो हुँदैन, पङ्खा पनि चलिरहेको थिएन, लाइन यत्तिकै गयो। हाम्रोमा मात्रै गएको होइन होला हौ, हाम्रो मात्रै होइन होला, तर भद्रगोल छ अब यो सबै कुरो भद्रगोल छ साथीहरू। अब ग्यासको लाइटर चाहिँ खोइ त सानो, यो बुल चाहिँ मासतिर लाउनु पर्ने हुन्छ। यो पनि जलेको हो कि साथीहरू, अब के हो अब कसरी लाउनु भयो म त। यो पनि बल्दैन, त्यो किचनको मात्र छ, यो कोठामा पनि बल्दैन। सानो यो बाहिरको बुल चाहिँ लिएर यता कोठामा चाहिँ लाउनुपर्छ होला हौ। कोठा अँध्यारो भयो भने त नराम्रो देख्छ त। यहाँ देखाउ त यता मलाई। अब कसरी पो निकाल्ने होला त्यसलाई। खोइ म कुर्सी लिएर आउँछु सानो, यता हिँड त। गाइस मम्मी चाहिँ हिँड्दै हुनुहुन्छ होइन। मम्मी चाहिँ हिँड्दै हुनुहुन्छ मात्रै भन्ने हो कि यो छोरा नि अलिकति आउनु गाइस नहल्लियो न, दिन्छु कि नहल्लेको। अयो अयो कुर्सीबाट लड्यो भने साथीहरू मेरो हालत के होला भन्नुहोस् त। यता देखाउ न मलाई चाहिँ। यता कुर्सीबाट लड्यो भने यो बुल चाहिँ साट्नु पर्ने हुन्छ क्या। बुल साटिदिएको क्या, यता लिएको त सानो कुर्सी हुन्न त उता। छोड त एकैचोटि। म यो पुरै फेर्नु पर्ने हो कि म त केही बुझ्दैन। बल्ने हो कि नबल्ने हो। धेरु आज उयो के भन्छ के अरे लाइन पनि उतापट्टिको कोठाको बलेको छैन, यतापट्टिको मात्र बलिरहेछ क्या। अनि अब भोल्टेज कम भएको हो कि हाम्रोमा मात्रै यस्तो हो कि अरूकोमा पनि यस्तो थाहा छैन। अब हामीले चाहिँ दामी भिडियो बनाउने भनेर सोचिराखेको थियौँ होइन छोरो। बच्चा बच्चीलाई यस्तो खाना चाहिँ दिनु हुँदैन भन्नुहुन्छ, तर कुनै बेला चाहिँ हामी खान्छौँ। अब उतापट्टिको बत्ती बल्छैन, त्यही भएर हामी चाहिँ त्यसरी बसिरहेको छौँ आमा छोरो होइन। हजुर खाऊ। अनि उतापट्टिको बत्ती बलेन, अब यसरी नै बनाउनु पर्ने हुन्छ साथीहरू। अनि यहाँ पनि बत्ती त बलेछ, तर मधुरो बलेको छ क्या, कस्तो कस्तो बलिरहेको छ क्या। भोल्टेज कम भएको हो कि हाम्रोमा मात्रै यस्तो हो कि अरूकोमा पनि यस्तो थाहा छैन। अब हामीले चाहिँ दामी भिडियो बनाउने भनेर सोचिराखेको थियौँ होइन छोरो। आज भोल्टेज कम भएर बत्ती नै बलेन क्या कतैको पनि होइन। अनि हामीले युट्युबको लागि भिडियो बनाउने भनेर ब्लगहरू बनाइरहेको थियौँ, यताउता गरिरहेको थियौँ। एक्कासी बत्तीहरू गयो क्या, के भयो बिग्रियो होला। अन्त बिग्रियो होला। अन्डापट्टि खाना तिमीलाई खाऊ हो, तिमीलाई खाऊ। खाँदैछु त म पनि। पिरै छैन हौ, एउटै पिरो छैन, मरि गए। मलाई यो फेभरेट लाग्छ, हेर्न पनि मन लाग्छ। गाइस म चाहिँ आज चाहिँ के फेरि मोबाइलमा चार्ज पनि नगरेको होइन। अब राति अबर पऱ्यो भने के हुन्छ सानो, सुतेको सुतै गर्ने। आज मेरो एक्जाम सक्यो नि त।